प्रधानमन्त्रीले माफी माग्नुपर्छ। सिङ्गो नेपालीहरू चाहिँ नि टाउको निहुराइरहेका छन्, शिर झुकाइरहेका छन् र के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ नि चाकडी गरेको हाम्रा प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुख महोदय। त्यसकारणले म भन्न चाहन्छु, म अनुरोध गर्न चाहन्छु कि यो संसदको गरिमा कायम राख्दै सभामुखजीलाई पनि म अनुरोध गर्न चाहन्छु, यसको गरिमा कायम गरिनुपर्छ, यसको मर्यादा कायम गरिनुपर्छ। यो कुनै फुटबल खेल्ने ठाउँ होइन, यो कुनै आफ्नो चाहिँ फेसन सो गर्ने ठाउँ होइन। यसको आफ्नो मर्यादा छ, यसको आफ्नो गरिमा छ। प्रधानमन्त्रीले धेरै पल्ट म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीलाई, सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री नेपाली पोसाकमा जानुहुन्छ, दौरा सुरुवाल लाएर जानुहुन्छ र जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। के हो उहाँको यो सदनप्रतिको उहाँको दृष्टिकोण? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरएस्टिमेट गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ। यो गम्भीर कुरा छ। त्यसकारण छिटोभन्दा छिटो प्रधानमन्त्रीका ती चाहिँ अभिव्यक्तिहरू यो रेकर्डबाट हटाइनुपर्छ, संसदको रेकर्डबाट हटाइनु पर्दछ। म